ल गाइज तपाईँहरूलाई स्वागत छ होइन। हामी चाहिँ आज आएको छौँ, हामी किरात पार्कमा आएको छौँ। तपाईँहरूलाई यहाँ छोटो हामी तपाईँहरूलाई भ्लग यहाँनिर हामी गर्नेछौँ, देखाउनेछौँ, भ्लग बनाउनेछौँ। यहाँबाट भ्लग बनाउँदिनँ भनेको, तर ठाउँ देखेर भ्लग बनाउनु मन लाग्यो। हामी अहिले माथि किरात पार्क छौँ, माथि गौडादेखि माथिपट्टि। अनि त्यहाँबाट अघि हामी यताबाट यहाँ परबाट हिँड्दै के अरे बाइकमा आयौँ। यहाँ हेर्नुहोस् ल कस्तो दामी आउँछ त। त्यो गौडा हो, गौडा उयोमा चाहिँ यो चाहिँ गौडा। यो बाटो हुँदै हामी यहाँको बाटो चाहिँ राम्रो छ, तपाईँहरू आउनु सक्नुहुन्छ। नयाँ बाटो बनेको छ यहाँनिर यहाँबाट। अनि अहिले चाहिँ किरात पार्क चाहिँ यस्तो छ। हामी चाहिँ थोरै यहाँ खाजा खाँदैछौँ। अनि यो ठाउँ चाहिँ धेरै राम्रो। यहाँ चाहिँ हावा 24 घन्टा आइरहेको छ यहाँनिर, एकदम दामी छ। तपाईँहरू आउनु सक्नुहुन्छ किरात पार्क। अनि यहाँ परबाट हामी आएको अहिले सुरुदेखि बनाउनु पर्ने थियो, तर हामी बनाउनु मन लागेको थियो, फेरि बनाइदियो। यहाँ चल्दा भएर हामी देखाउँछौँ होइन। यहाँबाट हिँड्दै आएर यताबाट आएर यहाँ चाहिँ फुलेहरू छ होइन। तपाईँहरू भदौ असोजमा आउनुभयो भने चाहिँ अझै यहाँ फुलहरू मजाले फुलेको छ। यो छेउछाउ सब फुल रोपेको छ। यो फुलहरू चाहिँ मेरो दोस्रो पटक हो गाउँबाट यहाँ किरात पार्क चाहिँ। एकचोटि चाहिँ हामी 2 वर्ष अगाडि आइसकेको छौँ। भाइ चाहिँ यहाँ खाजा खाँदैछ। के छ भाइ, ठिक छ? मिठो छ? चाउमिन मिठो छ? हामीले मङ्गलबारेबाट बनाएको यो। अनि यहाँ आएपछि तपाईँहरू यहाँ बस्नु चाहिँ नबिर्सिनु, यस्तो मिठो हावा आउँछ यहाँ। तपाईँ झापाको गर्मीलाई चाहिँ सेक्न चाहनुहुन्छ भने चाहिँ यहाँ आएर आफूलाई पिसफुल गर्न सक्नुहुन्छ। यहाँ यस्तो छ। यता चाहिँ पाटापुरहरू के छ क्या यतातिर। हामी चाहिँ अस्ति नै यहाँबाट आयौँ, अनि यताबाट आयौँ। यताबाट आएपछि चाहिँ नि यहाँ घुम्यौँ अस्तिको पालि फ्यामिली आउँदाखेरि चाहिँ। चाउमिन कम्ती भनेछ भाइ हो र, भोक घटेन, अनि फेरि खानुपर्छ। अनि यहाँबाट हुँदै हामी चाहिँ यताबाट निस्केको। यता चाहिँ कुन छ तपाईँको धेरै छ। अहिले उता हामी देखाउँदै जान्छौँ। हाम्रो आजको भ्लग चाहिँ अलिक छोटो हुन्छ, त्यही 10-12 मिनटको हुन्छ। तपाईँहरू देखाउँदै जान्छौँ हामी। दामी छ ठाउँ चाहिँ, तपाईँहरू आउनु सक्नुहुन्छ। यहाँनिर एकदम चिसो कन्याम जस्तो छ। यहाँबाट एकैछिन अनि फेरि हुरुरुरुरु हुस्सो पनि लाग्छ, अनि फेरि उज्यालो हुन्छ। यस्तो दृश्यहरू हामी हेर्न सक्छौँ। तपाईँहरू आउनु होला होइन, आउनु सक्नुहुन्छ। तपाईँहरू हाइकिङ गर्दै पनि आउनु सक्नुहुन्छ। बाइकमा आउनु भने हाइकिङ गर्दा चाहिँ अलिक टाढो हुन्छ, गरेर फ्यात्तै भइन्छ। तपाईँहरू यहाँनिर आउनु सक्नुहुन्छ। लगाइकमा पनि अलिकति खाजा चेपिहाल्छु। अन्त तपाईँहरू देखाउँदै जान्छौँ हामी यहाँ किरात पार्कको वातावरण कस्तो छ। ल खाइसकेको सर? के हो सरलाई थाहा नि। लगाइ चाहिँ हामी चाहिँ अहिले खाजा खाइसकेको छौँ। अनि खाजा खाएर हामी चाहिँ अब तपाईँहरू देखाउनेछौँ। हेर्नु डाँडा कस्तो दामी छ यहाँनिर। पहिरो गएको छ अलिकति होइन। यहाँ चाहिँ होमस्टेहरू पनि छ। तपाईँहरू माथि भएन होमस्टे, होमस्टेहरू पनि छ। हेरौँ है, यो चाहिँ iPhone 15 को जुमिङ पावर है। यो चाहिँ 11बाट केमा हामी भइसकेको छौँ अपग्रेड। iPhone 15 हो र म्याक्स। हाम्रो भाइको दाँतको रुमा लागेको किराहरू पनि देखिन्छ। ठिक छ होइन? कस्तो लाग्यो तपाईँलाई किरात पार्क चाहिँ? साह्रै राम्रो रहेछ, रमाइलो रहेछ। वातावरण हावापानी आउँछ, झापाको गर्मीलाई बिर्सिन्छौँ। फुलहरू फुलेको दिन चाहिँ अझै झन् राम्रो हुने रहेछ। फुलेको फुल फुलेको दिएर चाहिँ ओ हेर्दै यो चाहिँ झापा दिस इज झापा रक स्टार होइन नि, झापा दिस इज झापा। यो चाहिँ यस्तो है। यता गौडा हेर्नुहोस् है, हेर्नुहोस् डाँडाहरू। यसको तल चाहिँ ठ्याक्कै झर्ना छ। यसको तल हेर्न सक्नुहुन्छ। एकदमै रमणीय के अरे रमणीय के भन्छ भाइ? रमणीय नै भन्छ। रमणीय ठाउँ छ। तपाईँहरूलाई देखाउँदै जान्छ। यतापट्टि हामी यता यो स्ट्याचुहरू छ, उयो छ, शालिगहरू छ। यलम्बर राजा यलम्बर होइन यो
लगाएपछि यहाँ माथि चाहिँ के को भवन रहेछ है के रहेछ भाइ टावर हो के हो के रहेछ दामी के बनिँदै गर्छ हेर्न सक्नुहुन्छ धेरै टाढा छ र पनि हाम्रो आइफोनले अझै वा चाहिँ दामी हान्थ्यो होला ल गाइस यस्तो चाहिँ आउनुहोस् है तपाईँहरू यहाँ तिर बोकेर बस्नु भएको छ हाम्रो के को यो किरात राजाको सम्मानको लागि यहाँ लेखेको छ यताबाट छ बाटो त्यता होइन त्यो चाहिँ के सार्की जाने ठाउँ हो यता छ बाटो यता माथिबाट ए उता माथिबाट जाँदो रहेछ किरात के अरे भाइ किरात किरात पार्क किरात मार्क हमारा साथ स्वागत छ किरात जुगा चाहिँ लाग्छ फेरि भाइ हेर्नु है दामी चाहिँ यहाँ चाहिँ किरात पार्कको चाहिँ मेरो भ्लग छैन म त्यतिखेर भ्लग बनाउँदिनँ थिएँ त्यतिखेर जाँदाखेरि अनि त्यही भएर तपाईँहरूलाई बनाइदिएको ल गाइस हेर्दै जानु होला हाम्रो भ्लगलाई सब्सक्राइब पनि गरेर जानु होला अहिले चाहिँ अलिक भ्युजहरू आउनु थालेको छ साँप हुन्छ यहाँ साँप हुन्छ र यहाँ पिङ पनि छ गाई चाहिँ तपाईँहरू पिङ पनि खेल्न सक्नुहुन्छ यहाँनिर आएर यहाँ पिङ पनि खेलिरहेछन् नानीहरू यहाँ चाहिँ फुल पनि रोपेछन् यहाँनिर चाहिँ फुल दामी फुल छ तपाईँहरू आउनु सक्नुहुन्छ अहिले आउँदा त्यताबाट फर्किँदा हुन्छ क्या भाइ यहाँ चाहिँ फुलहरू पनि रोपेको छ कस्तो दामीहरू छ तपाईँहरूलाई म भिडियो पनि हाल्छु नि यो ठाउँ कस्तो हुन्छ फुल फुल्दा भनेर दामी छ फुल फुलेको बेलाको पनि छ क्या हाम्रो फुलेको हुन्छ क्या कस्तो मजाको सयपत्री फुलेको फुल छ क्या म्यारिगोल्ड सयपत्रीले म्यारिगोल्ड भन्छ के भन्छ हौ ल गाइस तपाईँहरू चाहिँ यसरी पिङ पनि खेल्न सक्नुहुन्छ एकदम रमाइलो धेरै रमाइलो रहेछ पिङ खेल्न पाइने हावा पानी एकदम हेर्नु त त्यहाँबाट ऊ सरर हुस्सो आउँदैछ फेरि सरर आउँछन् फेरि एकछिन उज्यालो हुन्छ यस्तै चाहिँ चिलबिल के छ अरे चिलबिल त्यो उनको हल्का के अरे भाइ हल्का चलपल फेरि एकछिन हल्का चलपल उनको स्वेटरको यहाँ भ्यू आउने हुन्छ अलिअलि अलिअलि हल्का यस्तो चलपल हल्का के अरे हल्का चलपल यस्तो चाहिँ हाम्रो रमाइलो छ जिन्दगी 2 दिनको जिन्दगीमा मरिरहनु के छ र हल्का हाँसखेला गर हल्का हाँसखेल मरेपछि मरेपछि त हाँसखेल हल्का बुझिहाल्नु होला गडबड दया यस्तो छ यहाँ पिङमा ए लु है लु हल्का दोस्त पनि छ त नि दोस्त हल्का चलपल लाग्दिने यस्तो चाहिँ गाई चाहिँ हेर्नु है यहाँ कस्तो दामी भाइ यहाँ कालो उयो भएको बसेर अनि चाहिँ हान्नु आएछ हाम्रो बादल कालो बादलले हाम्रो कालो बनाइरहेछ यहाँ उभिएर हाल्छौ के उभिएर फोटो हान्छ तिमी कालो आउँदो रहेछ त काला यहाँ बस नि त उयो कस्तो मजाको रुख पनि आउँदो रहेछ क्या लगाएछ हामी चाहिँ यताबाट फर्केर यता चाहिँ यो चाहिँ किरातहरूको आउँदैन अहिले पर बनाउनु भयो म देख्नु गाइस घाम पनि दामी लाग्दैछ दामी घाम चाहिँ छोटो ब्लक हुने रहन्छ है यहाँ चाहिँ चुला छ यहाँ देख्नु हुँदैन माथि चाहिँ
यस्तो छ है गाइस। हामीसँग बिओजी पनि छ। ओ जङ्गे के भनेको किरातहरूको है लिम्बू ट्राई किरातर कुकुरभित्र बस्दिनु रहेछ भएर है गाइस। राम्रोसँग त्यो अहिले खुलेको छ फेरि कालो भएको थियो नि फेरि अहिले खुल्यो। यस्तो छ है चिसो तातो भइ नै रहन्छ यहाँ हुँदैन गाइस। यस्तो छ फुलो अहिले खुल्यो ल किरात पार्कको डाँडामा साइली हो किरात पार्कको डाँडामा त्यो ताम त मार्ला। यहाँ चाहिँ अस्त्र शस्त्र यलम्बर राजा हाम्रो नेपालको पहिलो राजालाई होइन हेर्नुहोस् है भीमसेन के भन्छ केटा पहिला हो र हामीले त देखाउँछ चाहिँ हाम्रो दोस्तको त फेरि लुता आएको रहेछ दोस्तलाई फेरि दोस्त कहिलेको यसमा भिडियो हेर्नेको साथसाथै तपाईँहरूलाई कुनको फ्यान हो तपाईँ भन्नु होला त्यो भिडियो हेर्दै गर्दाखेरि तपाईँ फुटबलमा कुनको फ्यान हो अर्जेन्टिना कि स्पेनको कमेन्टमा पनि त्यहाँ लेख्न नबिर्सिनु होला। फाइनलको खेलमा कसले जित्छ त्यो पनि लेखिदिनु होला। म त अर्जेन्टिना अलवेज अर्जेन्टिना हारे पनि जिते पनि अर्जेन्टिना जे हारे पनि जिते पनि हेर्नुहोस् है गाइस यस्तो छ है तल भ्यू। एकछिन यहाँ बस्छौँ फेरि यहाँ चिसो हावासिन खान्छौँ सेल लाउँछौँ अनि फेरि हामी उता फेरि जान्छौँ। यहाँ चाहिँ मिठो हावा आउँछ यो पनि यहाँ आएर बसिरहेछ हावा खाँदै होइन र। तिमी चाहिँ कसको सपोर्ट स्पेन? म स्पेनको लु हेरौँ है कलौटेको यो पनि आएर बस्छ चिसो कति चिसो भएको नि फलामेहरू नि बनाउनुपर्छ। सिनेमेटिक आएको छ नि त अब होइन हाम्रो होइन किरात पार्क भिलेज भन्छ नि कस्तो मजाको आउँदैछ है हेर्नुहोस् है गाइस। यहीँ हामी बादललाई छुँदैछौँ आकाशलाई छुने होइन बादललाई छुने हाम्रो होइन भाइ हेर न कस्तो दामी सारा यतै घर बनाएर बस्नुपर्छ क्या भाइ। यता घाम लाग्दिरहेछ यता हर बनाउँछु त के चाहिँ होइन मैले यतिकै ब्लगलाई गाइज हेर्नु यहाँ हेर्ने जान्छ गाइज झापा यहीँदेखि अलिकति तल कस्तो गर्मी छ यहाँनिर फेरि यस्तो छ फेरि हो हालत हेर न भाइ सिरिरी गएको हो देउरालीमा के चल रे भाइ चलपल बतास यसलाई भन्छ क्या देउरालीमा बतास चल्यो सबै उता जाँदैछ र उता फेरि फुलिँदै आउँदैछ उता फेरि सरर जाँदैछ है गाइज देउरालीमा चाहिँ यसरी बतास चल्छ यो ढुङ्गामा खिचेको खिच न ढुङ्गा दामी हाल्दैछ बस त बस न बस त म बसेको दामी हाल्छ प्रोटेक्ट ल गाइस तपाईँहरूलाई चाहिँ किरात पार्कमा हामीले ल्याउँदैछौँ यस्तो छ यतापट्टि फेरि हुस्से दामी लाग्यो यस्तो छ यो यतापट्टिको साइड हो होइन तपाईँहरू यहाँ आउँछ यो फुलहरू सबै फुल्छ तपाईँको दसैँ छेकातिर चाहिँ असोज 15तिर आउनुभयो भने असोज फर्स्ट विकतिर आउनुभयो भने चाहिँ यो फुलहरू सबै फुल्छ कस्तो दामी हुन्छ क्या होइन भाइ
लगाइ त्यस्तो चाहिँ हेर्नेहरू पनि दामी छ। यहाँ हेर्नुहोस् भ्लगहरू यसरी यहाँनिर फेरि घाम लाग्दैन फेर घाम लाग्छ एकैछिनमा हुन्छ। ल तपाईँहरूलाई हामीले यो देखाइसकेको छौँ, यति नै हो गिरास पार्क। यहाँ आएर चाहिँ चिसो खानु चाहिँ मजा आउँछ अनि फोटोसोटो खिच्न पनि मजा आउँछ। अनि यहाँनिर तपाईँहरूलाई चाहिँ एक्ज्याक्टली टाइम भनेको चाहिँ असोज फर्स्टतिर आउनुभयो भने चाहिँ त्यो कस्तो रमणीय एकदम हरियाली भन्दाखेरि फुलले तर दामी दामी हुन्छ। तपाईँहरू आउनु सक्नुहुन्छ। अनि हाम्रो चाहिँ छोटो हुन्छ यो 10-12 मिनटको। यो गिरास पार्कमा तपाईँहरू सबै आउनु सक्नुहुन्छ। एकदम रमाइलो छ, फुलहरू फुलेको छन्, एकदम रमणीय छ, धेरै रमाइलो पनि छ यहाँ। तपाईँहरू सबैजना आउनु होला, विशेष गरी असार साउनको अन्तिम अन्तिमतिर आउनु भयो। फुलको एकदम वर्ष होइन असोजको छेउछाउमा आउनु होला। ल यति नै भन्न चाहन्छु। अरू के भन्न चाहनुहुन्छ? हाम्रो च्यानललाई के भन्न चाहनुहुन्छ? सब्सक्राइब गर्नु होला हाम्रो च्यानललाई, कमेन्ट गर्नु होला कस्तो लाग्दैछ यो भिडियो हेरेर। तपाईँहरूले कमेन्ट गर्नु भने हामीले अनि यो मिमिक्री चाहिँ थाहा पाउनु होला कसको भनेर। यो चाहिँ फेरि एकचोटि अब तपाईँलाई मेन्सन पनि गरिदिन्छु। ल धन्यवाद छ, तपाईँहरूले हेर्नु होला अनि हेर्दै गर्ने होला। हामी अरू ठाउँ पनि तपाईँहरू देखाउँछौँ। किनभने त डाँडा चाहिँ यस्तो मजाले खुलेको छ, यहाँ डाँडा यस्तो छ। हामीले यहाँदेखि चाहिँ घर जाने मन लागेन, यतै बस्दिउँ कि यता बस्दिनँ। यस्तै अवस्था पनि हुन्छ तर अलिक समस्या। ल तपाईँलाई देखाइसकेको छौँ। हाम्रो भ्लग चाहिँ यति नै हुन्छ, तपाईँहरू हेर्दै गर्नु होला। अनि यहाँनिर चाहिँ चटपटे खाने पसलहरू पनि छ। यहाँनिर चटपटे होमस्टे अहिले त होमस्टे खोलेको रहेछ। यहाँ माथि पनि खोलेको छ, यहाँ तल पनि थुप्रो छ। यहाँ तलतिर पनि कहाँ हुन्छ यहाँ थुप्रो छ। तपाईँहरू बस्ने गरी आउनु सक्नुहुन्छ, स्टे गरेर आउनु पनि सक्नुहुन्छ। स्टे गर्नलाई पनि यस्तो छ है गाइज। ल बाई गाइज, बाई गर्दै बाई।